30 डे चटपटे सेलिङ च्यालेन्जको चाहिँ आज मेरो डे 6। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ मैले ढिलो नै पसल खोलेर चाहिँ पहिला सामानहरू सबै मिलाए अनि भुजाको डब्बा चाहिँ सिरिसकेको थियो, त्यही भएर चाहिँ भुजा फोडेर हाले। त्यसमा चाहिँ ठ्याक्क चटपटेको अर्डर आयो अनि चटपटे बनाएर मैले दिँदै गरे अनि फेरि चटपटेको अर्डर आउँदै गयो, म बनाएर दिँदै गए अनि त्यसपछि चाहिँ मैले चटपटे बनाएर प्याक गरेर दिँदै गरे। आज ढिलो पसल खोले पनि मेरो डेलीको कस्टमरहरू चाहिँ आकै थिए। आज चाहिँ मेरो पानीपुरी चाहिँ सेल भएन, बढी जसो चटपटे नै सेल भयो। त्यसपछि चाहिँ मैले खुद रुकेर बचत खातामा पैसा जम्मा गरे। त्यसपछि चाहिँ चटपटेको अर्डर आउँदै गयो, म बनाएर दिँदै गरे अनि आज चाहिँ पसल चाहिँ अलि छिटो नै बन्द गर्नु पर्यो किनभने हामीले चाहिँ सुक्साल जानुपर्ने थियो। सुक्साल पुगेर चाहिँ पहिला हामीहरू बेकरीमा गयौं अनि छिटो कमेन्ट बक्समा गएर ह्यापी बर्थडे अन्जु भनिदिनुस् त, किनभने आज चाहिँ मेरो ह्यापी वाला बर्थडे हो। अनि यतातिर हाम्रो केक पनि रेडी हुँदै थियो। हाम्रो केक रेडी भइसकेपछि चाहिँ यतातिर अंकलले सामानहरू पनि सबै रेडी गरेर प्याक गरिदिनु भयो। बच्चा हामी पुगे हाम्रो दाइको पसलमा राइस खान। हाम्रो दाइले चाहिँ खतरा राइस बनाउनु हुन्छ अनि यतातिर हाम्रो तातो पिरो राइस पनि आइसकेको थियो। राइस खाएर चाहिँ हामी सिधा घर आयौं अनि यतातिर चाहिँ मेरो बर्थडे सेलिब्रेसन पनि सुरु भइसकेको थियो। पहिला चाहिँ मैले आँखा बन्द गरेर भगवानसँग विश मागे, त्यसपछि चाहिँ सबैले टीका लगाउन पनि सुरु गर्नुभयो। 30 डे चटपटे सेलिङ च्यालेन्जको चाहिँ मेरो डे 6 चाहिँ राम्रै गयो। भेटौ डे 7 मा। ल त आजको लागि यति नै, राधे राधे।